मेसीको फ्यान अब रोनाल्डो हेर्न जाँदैछ। रोनाल्डोलाई देखियो गाइस कि एक्सन लिन जाँदैछ क्या अहिले। हामी चाहिँ अब रोनाल्डो हेर्न जाँदैछौँ। रोनाल्डोको फ्यान यहाँ छ, मेसीको फ्यान यहाँ छ। मेसीको फ्यान अब रोनाल्डो हेर्न जाँदैछ। खासमा रोनाल्डो चाहिँ इलेफेन्ट ब्रिडिङ सेन्टरमा आउँछ। इलेफेन्ट ब्रिडिङ सेन्टरमा चाहिँ त्यहाँ धेरै जसो सधैँ आइरहेको हुन्छ। अहिलेको टाइम भनेको उसको मिटिङको टाइम हो। अब रोनाल्डो जति बेला पनि आउन सक्छ, जति बेला पनि जान सक्छ, थाहा नै हुँदैन। बेलुका बेलुका टाइममा आउने हो। त्यही पनि हामी स्टिल पनि लगभग 2 घन्टा 2.5 घन्टा त वेट गर्नुपर्छ होला मोस्ट प्रोबेबली। अब लकी छौँ भने इमिडिएट भेटेर निस्किन पाइयो, नत्र भने वेट गर्न पर्ने भयो, टाइम लाग्ने भयो। खासमा यो जङ्गल भनेको नेसनल पार्कको जङ्गल भयो। जङ्गल सफारी हुने भनेको यहाँ पनि हुन्छ, उतापट्टि साइडमा पनि हुन्छ। यो पुरै एरियामा नेसनल पार्क एरियामा नै हुन्छ। त्यही भएर अहिले चाहिँ कन्स्ट्रक्सन भइरहेको रहेछ। यहाँबाट जनावरहरू आउने जाने गरे भएर मेन रिजन यहाँ वाल लगाउँदैछ। यहाँ चाहिँ कम्प्लिट भइसक्यो चाहिँ यहाँको प्रोजेक्ट चाहिँ। अब यत्रोमा पनि हात्ती हामफाल्यो अथवा केही जनावर हामफाल्यो भने त सरकारको चाहिँ नेसनल पार्कको चाहिँ दोष हुँदैन। अब मान्छे सतर्क भएर बस्नुपर्छ। केही देखेला कि भनेर उभिएर बसेको केही पनि भेटेन। हामी चाहिँ अहिले लगभग सौरा इन्टर गरिसक्यौँ। फाइनली हामी सौराको मेन पोइन्ट भ्यू पोइन्टमा आइसक्यौँ। बगर एरिया सौराको सबैभन्दा भाइबिङ ठाउँ है। यहाँ मान्छेको भिड, आज शनिबारको क्रेज। जसरी हामी आइरहेछौँ त्यसरी नै लोकल मान्छे नि आइरहेछन्, बाहिरबाट मान्छे नि आइरहेछन्। पुरै प्याक रहेछ आज सौरा यार। हामी चाहिँ हात्तीचोक आइपुग्यौँ। हात्तीचोकबाट लेफ्ट लाग्ने है त। हात्तीचोकमा हात्ती डडाक भएर बसिरहेको छ। लेफ्ट लाग्छौँ। यहाँबाट लगभग 3 किलोमिटर अगाडि ब्रिडिङ सेन्टर आउँछ। त्यहाँ पनि एकदम नै प्याकम प्याक माहौल छ रोनाल्डोलाई हेर्न र मान्छे ड्राई पिकनिक खानलाई। 100% लेखेर दिन्छु म। फाइनल्ली गाइज वी आर एट ब्रिडिङ सेन्टर एकदम प्याकम प्याक छ। यो चाहिँ वारी नै भयो। ब्रिडिङ सेन्टरको लागि पारी जानुपर्ने हुन्छ टिकट काटेर। ओ दाइ के छ खबर? हाम्रो केटाहरूलाई पनि यहाँ भेट्यौँ है। रोनाल्डो छ? रोनाल्डो हामी त त्यही हेर्न। कुसुम फाइनली जोइन भयो। कुसुम साथी कपाल काटेर आयो। ल अब लागौँ हामी माथि। रोनाल्डोको केही पनि अपडेट छैन। यसरी हामी मान्छेहरूलाई बाटोमा सोध्नुपर्छ। ल अब हामी यहाँ छ ब्रिडिङ सेन्टर हिँड्दै जाँदैछौँ। ल है रोनाल्डो भएको जस्तो लाग्यो। यहाँ इन्भाइरोमेन्ट यस्तो छ जस्तो लाग्यो। ल जङ्गली हात्ती छ, नजिक नजानु भनेर भन्दै हुनुहुन्छ। रोनाल्डोकै कुरा गर्नुभएको छ। रोनाल्डोलाई देखियो गाइस। हाम्रो यो सेकेन्ड थर्ड टाइम कति हो रोनाल्डोलाई भेट्न गएको? फेरि 3 चोटि त देखिस। कहाँ? यहीँ हो। कोसँग आउँदा? अस्ति कलेजको साथी। केटीहरूसँग आउँदाखेरि देखेँ अहिले रोनाल्डोलाई। 100 यत्रो भिडबाट रोनाल्डोलाई नै हेर्नु हो है। लोनाल्डो बच्चाहरू छ यहाँ, ठुलो हात्ती नै छ। रोनाल्डो चाहिँ उहाँ छ। यो चाहिँ हो है रोनाल्डो। ल साथी फाइनल्ली मेसी फ्यान विथ रोनाल्डो हो। त्यो त होस् हो खास पाके ए खाना दियो। हामी चाहिँ जस लक्की नै रहेछौँ भनेर देख्न पाइयो। कुसुम तिमी लास्ट टाइम आएर कति बेर कुरेर बस्यो? म त 1.5 घन्टा कुरेर हेरेर गएको। 1.5 घन्टा कुरेर बसेर हेरेर गएको। के एक्सन लिन जाँदैछ क्या अहिले। खुट्टा अलिकति एक्स्ट्रा पोज गर्यो कि लिएर नि त्यहाँ मान्छेहरू यहाँ हुल छ पुरै। ज्यानको माया नभए मान्छेहरू, हामीलाई ज्यानको माया छ, त्यही भएर टाढा छौँ है। डरका माहौल भइरहेछ यहाँ। रोनाल्डोले
जति बेला पनि जे पनि गर्न सक्छ। ल आउँदैछ हामीतिर, आउँदैछ 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 है आउँदैछ है आउँदैछ है आउँदैछ। अहिले चाहिँ हामी एकदम नजिकै छौँ रोनाल्डोको। जति बेला पनि जे नै हुनसक्छ, यसले गोल हानिदिन सक्छ जति बेला नि। आए ल है हामी चाहिँ नजिकै पनि छौँ है। रोनाल्डो ल है त पछि हेलो यहाँ है भन्दैछ अरे है। बुढो भयो यार, हेर्दा हेर्दै बुढो भयो रोनाल्डो। पहिला उहाँ बस्थिन्थ्यो, त्यही भनेको यहाँ छ भने उहाँ हो। पहिला रोनाल्डो यहाँ छ भने हामी एक कोस पारी भएर उहाँ गएर बस्नु पर्थ्यो कि, त्यस्तो डरको सिनारियो थियो। अब अहिले त केही पनि गर्दैन। सबैको लाइफको फेज हो, एक दिन जानै पर्छ, बुढो हुनै पर्छ हो, आएपछि निस्किनै पर्छ। अर्को जङ्गली हात्ती थियो अरे, खेम सुवेदी भन्ने मान्छेलाई हाने अरे। हात्तीको नाम के भयो? सुवेदी हात्ती रे। यसको चाहिँ रोनाल्डोसँग खतरा पर्छ। त्यो चाहिँ यङ छ, रोनाल्डो बुढो भयो। रोनाल्डो त्यही भएर पछाडि पछाडि हट्छ नि त्यो आउँदाखेरि। तर त्यही पनि जोस चाहिँ छोड्दैन है, त्यही पनि जोस चाहिँ छोड्दैन। धुर्बे होइन, अर्को चाहिँ हो मरेको। अर्को के हो अरे नाम? अस्ति भर्खरै मकुना हो, मकुना चाहिँ मऱ्यो लास्ट टाइम। धुर्बे हात्ती पनि छ, रोनाल्डो भयो। धुर्बे र यसको त खत्रै पर्थ्यो। अब यहाँ भएको बच्चाहरू अलमोस्ट सबै धुर्बे र रोनाल्डोको त हो नि, हात्तीको बच्चाहरू। अरूलाई त गन्दै गन्दैन। हाम्रो कुक्दै यहाँ हुनुहुन्छ रोनाल्डोको लागि। हजुर मोमो पस्किने कुक्दै सबै हात्तीको लागि होइन त दाइ? सबै हात्तीको लागि होइन, आफ्नो आफ्नो हात्तीको लागि। आफ्नो आफ्नो हात्तीको लागि रे दाइ। यहाँ कुक मान्छे नै तार पछाडिबाट हेरिरहनु भएको छ। मान्छेहरूको हिम्मत हेर्नु न के कसो दाइ। डर छ नि त, हामी त यसको त आनी बानी देखेर अहिले हामी तारभित्रबाट नै हेरेर बस्छौँ। हामी धेरै त्यसरी नजिक हो। त्यही त होइन, हेर्नु न यहाँ डिस्टेन्स के, मान्छेहरूको कन्फिडेन्ट र दाइको कन्फिडेन्ट। रोनाल्डोको बल दाइले देख्नु भयो नि त, कतिजनालाई उडायो, कतिजनालाई मार्यो, के गर्छ त्यसले। आयो भने त खतम पार्छ, सक्दैन भाग्नै सक्दैन, एकको फाँडामा खतम पार्छ। त्यही त कहाँ सक्नु हौ। जति बुढो भयो नि लेजेन्ड त लेजेन्ड नै हो नि। कसैलाई हान्यो भने त तपाईँहरूलाई पनि टेन्सन हो नि त। त्यो भनेको के गर्छ त्यहाँ कर्मचारी के हेरेर बस्छ, त्यही कर्मचारीले के हेरेर बस्छ, किन कराएन भन्ने कुरा आउँछ हो। द्याट्स वाइ अलिकति टेक केयर गर्नु पऱ्यो आफ्नो। दाइहरूलाई सजिलो बाटो बनाइदिनु पऱ्यो, त्यही हो। वेटमा त रूपक दाइलाई कम्पिटिसन दिन्छ हो र? यो त धुर्वे जस्तै छ यार। हेर्नु कपडा पनि हात्ती जस्तै कलर। बाघको अगाडि हात्ती बाघको कपडा त यहाँ छ हेरी। भेडाको नि हो कि होइन। फाइनली गाइस अब हामीले रोनाल्डो पनि देखिहाल्यौँ होइन। अब आजको मकसद पुरा भयो हाम्रो। द्याट्स वाइ हामी अब निस्किन जाँदैछौँ। एन्ड देन ब्लग पनि यही नै हामीले समाप्त गर्न चाहन्छौँ। बाई बाई। ल आजलाई यति नै, बाँकी पछि हेरौँला। सी यु गाइस, बाई बाई।